गर्लफ्रेन्डको बर्थडे हुँदा साथीभाइको बर्थडे हुँदा राति 12 बजेसम्म उठेर 11 बजेर 59 मिनटमा बेबी ह्यापी बर्थडे साथी ह्यापी बर्थडे टु यु भनेर हामीले पोस्ट हालेर आनन्दले सुत्छौं। तर आफ्नो आमालाई सम्झेर कुनै स्पेशल दिनमा रातभरि उठेर साथीभाइलाई गरे यसरी मम्मी आज तपाईको दिन हो भनेर आमालाई शुभकामना दिएर आनन्दले सुतेको दिन कुनै दिन पनि भएन। फेरि यसको मतलब यो बुझिदैन कि आमालाई माया गर्दैन भनेर। आमालाई माया नगर्ने होइन, देखाउन आउँदैन। भुइँमा लड्दाखेरि होस्, हात पोल्दाखेरि होस्, कसैले आएर झ्यापड हान्दाखेरि होस्, मुखबाट एउटै शब्द निस्किन्छ मम्मी। फेरि यसको मतलब यो पनि होइन कि बाबालाई भन्दा बढी माया आमालाई गर्छ भनेर। जुन माया र सम्मान आमालाई गरिन्छ त्यसको तुलना बाबासँग गर्न मिल्दैन र बाबालाई गरेको मायाको तुलना आमासँग गर्न मिल्दैन। हाम्रो उमेर बढ्दै जान्छ, ठुल्ठुलो हुँदै जान्छौँ, तर एउटा कुरा कहिले पनि याद गर्दैनौँ। पहिला नर्सरी 1 क्लासमा पढ्दाखेरि आमालाई हेर्दाखेरि र अहिले कलेजमा पढ्दाखेरि त्यही आमाको अनुहार हेर्ने गर दिन प्रतिदिन बुढी हुँदै जानु भएको। घरबाट मम्मीलाई मम्मी म आज साथी घर जानला, घुम्न जानला, बाइकमा जानला भनेर भन्यो भने बाबु राम्रोसँग जाऊ है, घर टाइममा आउनुपर्छ, थाहा छैन है। तर हामी झर्को मानेर भन्छौँ ए मम्मी तपाईँले सिकाइराख्नु पर्दैन कि भर्खर 1-2 वर्षको बच्चा हो र यत्रो ठुलो भइसक्यो आइहाल्छन् घर भनेर भन्छौँ। घरबाट बाहिर साथीभाइहरूलाई भेट्न जाने बेला आमाले बाबु आफ्नो ख्याल गर है भनेर पठाउँछन्। र हामी निस्किने बेला आमा तपाईँ घरमा एक्लै बस्दा बोर हुँदैन, दिनभरि घरको काम गरेर बस्नुहुन्छ, बाबा पनि आफ्नो काममा जानुहुन्छ, तपाईँ एक्लै हुनुहुन्छ, मैले तपाईँलाई समय दिन नसकेको भएर हो, तपाईँलाई चित्त दुखिरहेछ हो भनेर कहिले सोधेछ? हामीलाई अरू हाई क्लास फ्यामिलीको साथीहरूले उनीहरूले राम्रो कुरा किनेको देख्दाखेरि मेरो पनि यस्तो भयो नि हुन्थ्यो भनेर आमालाई गएर पोखे भने नि त्यो आमाको मनले थाम्न सक्दैन कि मेरो छोराछोरीलाई यो पूरा गर्न सकिन भने म त अभागी नै रहेछु भनेर आमाले सोध्छिन्। हामीले हाम्रो सपनाहरू पूरा गर्न नपाए पनि हामीले हाम्रो छोराछोरीहरूको इच्छा पूरा गर्नुपर्छ भन्ने खालको सोच हुन्छ आमा बाउको। आमा मात्र एउटा यस्तै महिला हो जो छोराछोरीको लागि झगडा पनि गर्न तयार छ, छोराछोरीको अनुहारमा मुस्कान लिएर आउनको लागि जोसँग लड्न पनि तयार छ। जिन्दगीमा कहिले पनि झुकेर आमासँग ठुलो कुरा गर्नु हुँदैन। अब हुन त मैले कस्तो कमेडी हान्थेँ होइन, तर जब शब्द आमा भन्ने आउँछ नि त्यो कुरामा हँसी मजाक भन्ने हुँदैन। तिमी कुनै काम गर्न जाने बेला आमासँग झगडा गरेर मुखमुखे लागेर घरबाट निस्क्यौ होइन, तिमीले सोचेको त्यो काम पूरा हुँदै हुँदैन कि। किनभने जब कुनै कुरामा आमाको आँसु लाग्छ भने त्यो कुरा जति मेहनत गरेर घोटे पनि पसिना निकाले पनि त्यो पूरा हुँदै हुँदैन। आमाको आँखाबाट आँसु र खुसी हुँदा आमाको मुहारमा देखिने मुस्कानले सिकाउने कुरा त्यो स्कुल कलेजमा डिग्रीमा पिएचडीमा हान्ने कुराहरूले कहिले पनि ज्ञान सिकाउँदैन। र आमाको रूपलाई देखेर कहिले पनि घृणा गर्ने काम नगरौँ। धेरै जस्तो स्कुल कलेजहरूमा फिल आउने गर्छ कि मेरो आमाले कस्तै लुगा लगाएर आएको के अब बेजत हुने भयो त्यस्तो फिल गर्छ। त्यस्तो घटिया सोच कहिले पनि राख्नु हुन्न। आमा कहिले पनि आफ्नो लागि राम्रै हुँदैन, आफ्नो बारेमा आमाले कहिले पनि सोच्दैनन्। यदि आमालाई हामीले बाहिरीको रूप हेरेर मूल्याङ्कन गर्छौँ भने त्यो मान्छेले जिन्दगीमा आमालाई कहिले पनि इज्जत गर्न जान्दैन। आफू सस्तो खालको नराम्रो खालको लुगा लगाएर पनि छोराछोरीलाई राम्रो लुगा लगाएर स्कुल कलेज पढाउन पठाउने भनेको नै आमा हो। मैले त खतरा प्रगति गरेँ, अब त मलाई दुनियाँको बालै छैन, आफ्नो लक्ष्यमा हिँडिरहेछौँ भने दुनियाँको बाल दिनु हुन्न। तर त्यो दुनियाँ भन्ने बित्तिकै